एउटा ऐतिहासिक महत्त्व बोकेको नाच पनि हो यो पुर्खादेखि। त्यसले गर्दा थप हजुर स्थानीय तहको प्रमुख पनि भएको छ भने यसलाई थप प्रवर्धन गर्न चाहिँ के सोच गर्नु भएको छ? धन्यवाद। निश्चित रूपमा यो यहाँको सन्दर्भमा चाहिँ यो मौलिक नाच पनि हो र 18 मगरा क्षेत्रमा विशेष यो नाचलाई परम्पराकालदेखि नाच्दै आउने र आजको दिनलाई चाहिँ भूमि पूजा रूपमा पनि स्थापित गर्ने भएको दिन पनि हो। त्यसैले स्थानीय तहको सरकारले विगतका दिनहरूमा पनि यो जुन कला संस्कृति विशेष गरी यो भूमि नाचलाई संरक्षण गर्नुपर्छ, प्रवर्धन गर्नुपर्छ, अझ पृष्ठ हस्तान्तरण गर्नुपर्छ भनेर हामीले आफ्नो ठाउँबाट चाहिँ विभिन्न खालको गरिबी गर्दै आएको कुरा हजुरलाई पनि थाहा पाएको कुरा हो। र आगामी दिनमा अब हामीले चाहिँ आउँदै गरेको आर्थिक वर्ष 82-83 को जो बजेट नीति कार्यक्रमको हाम्रो चाहिँ प्रारम्भिक चरणमा पनि हामी छौँ। त्यसैले आगामी दिनमा अझ यो थप चाहिँ विकास गर्ने, अझ विस्तार गर्ने र यस्ता पृष्ठ हस्तान्तरण गर्ने हिसाबले अझ निरन्तरता बनाउने जाने कुरामा परिवर्तन गाउँपालिकाले संकल्प गरेको छ र गर्नेछ भन्ने कुराको चाहिँ धन्यवाद। यसबाट कुनै परिवर्तन गाउँपालिकाबाट चाहिँ आर्थिक सहयोगहरू चाहिँ हुन सक्छ? विशेष त परिवर्तन गाउँपालिका तर्फबाट आर्थिक वर्ष 81-82 मा हामीले यो भन्दा पहिले कुरिलीमा विशेष 1 नम्बर वडामै यो विशेष यो नाचिने भएको हिसाबले त्यसलाई सहयोग गर्ने हिसाबले हामीले बजेट व्यवस्था हामीले गरेका थियौँ। यतातिर हाम्रो कस्तो हुन्छ सरकारको नीति नियम कानुन आफ्नै खालको बाध्यता पनि हुन्छन्। त्यसैले गर्ने इच्छा हुँदाहरू पनि अहिले ठ्याक्कै यो साल चाहिँ गर्न सकिएन। आगामी दिन आर्थिक वर्ष 82-मा चाहिँ अवश्य पनि यहाँको बागमारामा जसरी विस्तार गरेर अझ वृहत्तम बनाउने जो कोसिस गरेको छ आयोजक कमिटीलाई उहाँलाई विशेष धन्यवाद दिँदै पालिका तर्फबाट सहयोग गर्नेको परिवर्तन गर्न चाहन्छु। यो सुरुवाती चरणमा चाहिँ होइन नवउत्थान भइरहेको छ, यहाँलाई चाहिँ कस्तो लागेको छ? यो असाध्यै राम्रो। किन राम्रो भनेको छु भने यो हामीले नौठान गर्न सकेनौँ भनेपछि लोभ भइरहन्छ होइन। लोभ हुन लागेको चाहिँ कला संस्कृतिलाई हामीले संरक्षण गर्ने भन्यो के भने स्थानीय तहको सरकारको पनि दायित्व हो, समुदायको पनि दायित्व हो, बौद्धिक लेभलको समाजको पनि दायित्व हो। त्यसैले त्यो दायित्व उहाँले निर्वाह गर्नुभएको छ। हस्, धन्यवाद छ। हस्, धन्यवाद।